वेलकम टु आवर होम। हाम्रो घरमा खतरा छ। पोस्ट बहिनीको चाहिँ मान्नु पर्थ्यो। बोजू चाहिँ अहिले बसिरहनु भएको छ है, एकदम इन्जोय गर्दै। हेलो एभ्रिवान, वेलकम टु आवर अनदर ब्लग। गाइस, आज चाहिँ हाम्रो घरमा चाहिँ को आउनु भएको छ भन्दाखेरि चाहिँ वेलकम टु आवर होम। हाम्रो घरमा चाहिँ आउनु भएको छ बोजू र मेरो बहिनी माइली है। अब चाहिँ हामी जान आँटेको घुम्नु, चाहिँ हामी घुम्नु जाने है। अन्त छ हिरो हो फेरि जाने ग्रुप। भाइ, मेरो भाइ यहाँ छ, अर्को भाइ यहाँ छ, ड्राइभर। बोजू जाँदैछु अहिले चाहिँ लामा डाँडा है। वेदर चाहिँ दामी। हाम्रो आजको गेस्टहरू चाहिँ घुमाउनु लाँदैछु माथि होमस्टेमा है। देख्दै गरेको जग्गा चाहिँ हो निम्बङ है। यहाँबाट चाहिँ यस्तो टाइपको देख्छ है, यस्तो दामी भ्युज देख्छ है गाइस। गाडी साइड आउँदैछ है। अब चाहिँ हामी चाहिँ यो साइडबाट आएको। अब चाहिँ जाने हामी चाहिँ लामा डाँडा साइड गयो है। हामी पुगिहाल्यो है। जस्ट 1 मिनट छ पुग्नुको लागि। आइपुगे है। कहाँ भन्दाखेरि चाहिँ लामा डाँडा होमस्टे। बोजूलाई घुमाउनु ल्याएको है। यहाँ चाहिँ बोजू आउनु भएको छ याङबाट। अन्त यहाँ चाहिँ सेल्बस्टर दाजु, मेरो भाइ। वेदर चाहिँ एकदमै चिसो चिसो छ है लामा डाँडाको। एकदम खाली। आज चाहिँ गेस्टहरू पनि है छैन रहेछ। अन्त एकदम घुम्नुको लागि चाहिँ आज चाहिँ पिस रहेछ। यहाँ चाहिँ भाइ नक्कल पर्छ। यहाँ चाहिँ छ बहिनी, फोटो खिच्नुपर्छ अब सुट। दाजु है, एकदम दाजुले चाहिँ ल्याइदिनु भएकोमा एकदम धेरै धेरै धन्यवाद, घुमाउनु ल्याइदिनु भएकोमा। हामी चाहिँ अहिले है लामा डाँडामा घुम्दैछु है, एकदम चिसो चिसो वेदरमा। बोजू सलोम नि आमा माथि अजब नि बम, अजब अरिम्दो नि बोजू, अजब अरिम्दो रहेछ हो न। कस्तो लाग्यो रे? अघि घाममा चाहिँ किन आउनु नमानेको? घाममा त को आउँछ हौ, घाम खानु। बाट चाहिँ यस्तो खालको भ्युज देख्छ है। अन्त यो देख्दै गरेको चाहिँ यहाँ चाहिँ छ हाम्रो सानो देउराली है बजार है। सुट हुँदैछ। अन्त बहिनीले चाहिँ लुगा मिलाइदिँदैछ। अहिले चाहिँ हुँदैछ बोजू नातिको फोटोसुट। सुट हुँदैछ बोजू नातिनीहरूको है। बोजू चाहिँ अहिले बसिरहनु भएको छ है, एकदम इन्जोय गर्दै है। क्यामेराम्यान फोकस गरो। हेर खतरा छ। पोस्ट बहिनीको चाहिँ मान्नुपर्छ मास फेरि हो बदमास हेर्न। यहाँ चाहिँ सुट हुँदैछ दिदी भाइहरूको हो। नक्कल चाहिँ यस्तो छ है गाइस, यस्तो छ। क्यामेराको लागि चाहिँ एकदम यस्तो खालको पोस्ट गर्छ। अन्त यहाँ दुईजना चाहिँ यहाँ बेसी खेल्नु पाउँदैन तिमीहरू। तिमीहरू पैसा लाग्छ, यहाँ बेसी खेल्नु हुँदैन हो त। पैसा लाग्छ, बेसी खेल्नु हुँदैन। अब चाहिँ पानी पर्नु थाल्यो यहाँ चाहिँ है। छिटो गर, अब जानुपर्छ, पानी पर्यो। मार्छ तिमीहरूलाई चाहिँ। हाम्रो दिदी है, दिदी पनि आउनु भएको छ बोजूलाई भेट्नु है। मेरो दिदी चाहिँ हुनुहुन्छ भ्युस पनि हो। दिदीहरूले चाहिँ एकदम यहाँको भ्युज हेर्नुहुँदैछ है। यस्तो टाइपको तल चाहिँ हेर्नुहुँदैछ। उयो रहेछ एकदम सेकुवा बनाउने ठाउँ है। दामी रहेछ है। लामा डाँडा पनि घुमिसकेँ। अब चाहिँ जाने घरतिर। ल बाई दी। अन्त लु नि बोजू जाडो भयो। यहाँ दुईजना त अघि आएर बसिरहेको छु। यहाँ हेर चाहिँ घुमेर पनि सक्यो है, रात पनि परिसक्यो।